हेलो एभ्रिवान, जेएलपिटी को फर्म भर्न को बाँकी हुनुहुन्छ आउनुहोस् सँगै भरौँ। सुरुमा चाहिँ एउटा ब्राउजर ओपन गर्नुहोस्। त्यसपछि माई जेएलपिटी आइडी भनेर सर्च गर्नुहोस्। त्यसपछि सेकेन्डमा रहेको लिङ्कमा गएर कोजिन, त्यसपछि यहाँ भाषा चुज गर्ने अप्सन आउँछ। अब इङ्ग्लिस गरे पनि भयो, जापानिज गरे पनि भयो। त्यसपछि अगाडि बढौँ अनि पुरै तलसम्म स्क्रोल गरेर दो सुरु भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यसपछि यहाँ सब आफ्नो डिटेलहरू, नाम, इमेल, डेट अफ बर्थ, फोन नम्बर अनि जिउसोहरू जे सबै राखेर चाहिँ एकचोटि माथिदेखि फेरि रिचेक गर्नु होला। अनि सबै भइसकेपछि चाहिँ नायो खाकुनिन सुरु भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यसपछि तपाईँहरूले त्यहाँ राखेको मेलमा चाहिँ युजर आइडी र पासवर्ड पठाउँछ अनि त्यो चाहिँ हामीले अब लगइन गर्नुपर्ने हुन्छ। मैले चाहिँ पहिले नै बनाइसकेको थिएँ, त्यसैले ब्याक गएर फेरि लगइन गर्ने अप्सनमा क्लिक गरेर युजर आइडी र पासवर्ड हानेर लगइन गरेपछि यस्तो इन्टरफेस आउँछ। अनि थ्री डटमा क्लिक गरेर एक्जामिनेसन एप्लिकेसनमा टच गर्ने, त्यसपछि इन्डिभिजुअल एप्लिकेसनमा टच गर्ने, त्यसपछि स्क्रोल गरेर लास्टमा आई एग्री अप्सनमा क्लिक गर्ने, त्यसपछि टेस्ट लेभल आफूले चुज गर्ने, अब कुन लेभलको टेस्ट दिने हो। टेस्ट एरिया, अब आफ्नो एरिया चुज गर्नु होला। कुन एरिया चुज गरिसकेपछि अब हामीले चाहिँ फोटो अपलोड गर्नुपर्ने हुन्छ। त्यहाँ फोटोको साइजहरू त्यहीँ लेखेको हुन्छ, मिलाएर अपलोड गर्नु होला। फोटो अपलोड भइसकेपछि चाहिँ थोरै स्क्रोल गरेर तल आफ्नो फोन नम्बर राख्नुपर्ने हुन्छ। फोन नम्बर राखिसकेपछि तल हामीले जेएलपिटी पर्पज र अकुपेसन चुज गर्नुपर्ने हुन्छ। त्यसपछि टु पे टेस्ट फी गरेर हामीले अब केबाट पैसा तिर्ने हो, लसन, फ्यामिली मार्ट, अब यहाँनिर चुज गर्नुपर्ने हुन्छ। जस्तै मैले यहाँ लसन चुज गरेको छु अनि अब पेमेन्ट गर्ने आफ्नै नाम राखे भइहाल्यो। त्यसपछि सुरुदेखि आफ्नो डिटेलहरू फेरि एकपटक रिचेक गर्नु होला र एप्लाई बटनमा क्लिक गर्नु होला। त्यसपछि तपाईँहरूले राख्नुभएको मेलमा चाहिँ यसरी मेल आउँछ। त्यसपछि सब डिटेलहरू चाहिँ त्यहाँ मेलमा पनि देखाएको हुन्छ अनि पैसा कहिलेसम्म तिर्ने भनेर पनि त्यहीँ लेखेको हुन्छ। र कोम्बिनीबाट कसरी पैसा तिर्ने भनेर चाहिँ म अर्को भिडियो बनाउने छु। थ्याङ्क्स फर वाचिङ।